धादिङ गल्छीको सेक्सी सेक्सी सोर्टी गाइज अब हाम्रो बाइक निस्किँदैछ ल टक्क लगाएर ल निकाल बाइक ड्राइभर है अब ल अब हामी गल्छीतिरको टुर लाग्यो यस्तो होइन अनि ल है त ल हामी हिँड्यो होइन ल अब टक्क लगाएर अब हामी सरर हिँड्यो होइन हामी अब यही बाटो होइन टक्क लगाएर जाने होइन अब यस्तरी सरर गइन्छ है बाटो गाइज ल अब यस्तो बाटो सरर हामी हिँडिन्छ होइन अब हाम्रो बस्ती यस्तै छ है अब यस्तै छ होइन अब यसरी यहाँ त सरर लगाएर अब यो पुलबाट टक्क तरेर अब तेर्सुले पुलबाट तरेर बुद्धसिंह घाट निस्किन्छ यही हो गाइज होइन 200 मिटर लामो पुल छ अब सरर गइन्छ है गाइज हाम्रै तको यस्तो छ हात पनि मजा आएको छ यता पनि यस्तो राम्रो छ अनि अब यो रमा टक्क लाएर अब पल्लो पिचबाट आइयो अब टक्क सरर 3 गेटमा हुन्छ कि 4 गेटमा हुन्छ सरर ड्राइभर होइन लगाएर पेट्रोल पम्पमा पेट्रोल हाल्दै हिँड्यो भयो फेरि पेट्रोल हालेर हाम्रो यात्रा अब गल्छीको होइन यो अब यहीँबाट स्वागत गर्दैछ माथि थाप्को बजार यही हो हजुर
ओभरट्याक हान्न अझै मिले छैन होइन ओभरट्याक पनि रातमाटे बसियो अब तारुकातिर लाग्दैछौँ होइन पारा तारुका बस्ती मोबाइल लाग्छ क्या हाम्रो टक्क फोटो सेसन कार्यक्रम हुँदैछ अब होइन यो तयार हुँदैछ फोटो सेसनमा अब हाम्रो गाइड सुरु भइसक्यो फेरि अब हाम्रो यात्रा अब होइन गल्सी मेलामा अब भयङ्कर होला जस्तो छ है यहाँबाट सुरु गरियो होइन ल सुरु भयो टक्क यो ठाउँमा अब केउरेनी भन्छ होइन गाइड केउरेनी पनि लाग्यो केउरेनी बजार यस्तो छ होइन के खायो खुट्टा देखेन ल है अब हामी टक्क लाएर हिँड्यो होइन अब यस्तो छ है अब मेला आउन लाग्यो होइन अब गण्डकी स्थलमा भन्ने के अब मेला होइन यहाँ यो मेला अब लगाइन्छ अब मेला तलै जाने बाटो छ होला तलै जाने बाटो छ कि मेलामा पुग्यो होइन हामी अब बोट पनि चलाइरहेछ यहीँबाट माथिबाट छ
ल अब यो टक्क पार्किङ स्थल टक्क लगाएर यो होइन छुट्टी बदला भने तपाईँलाई चाहन्छु काउन्टडाउन देऊ आर यु रेडी गाइस सबैजना तयारी हुनुहुन्छ अनि पछाडि हुनुभएको नि अलि अगाडि आउनु पर्यो नि त नि चिसो नि लाग्दैन ज्योति मल्लले गीत गाउँदाखेरि के त्यो बेला अलि अगाडि आउनु होला ज्योति मल्ल यति बेला मैले बताउन चाहन्छु तपाईँलाई सिङ्गर ज्योति मल्ल एकचोटि फेरि हल्ला चाहियो हे गोल्छे हेलो नमस्ते गल्छी कति राम्रो बहिनीहरू कि तर खासमा चाहिँ हामीले नमस्ते बिर्सिसकेको रहेछ अचेल त हाई भन्छ नि त होइन तर हामी नेपालीहरूको संस्कार अनुसार नमस्ते भन्दा मिठो सुन्छ कि एकदम मिठो सेक्सी सुन्छ नमस्ते गल्छी आई लभ यु ओके म धेरै बोल्दिनँ है एकचोटि फेरि धेरै धेरै धन्यवाद दिन चाहन्छु आयोजक टिमलाई स्टेजमा आसन ग्रहण गरिरहनुभएका हाम्रो गाउँपालिकाको प्रमुख अनि कति वर्ष पुग्यो अनि 62मै बुढो भइदिए 83 वर्षको मान्छेले छोरा पाइसके अनि 62मै बुढा गले भनेर कहाँ हुन्छ त त ठिकै छ त्यस्तो एकदमै थकाइ लाग्यो भने ज्योति मेरो तिग्रा हेर्नु ठ्याक्कै चार्ज हुन्छ ओ माई गॉड आई लभ यु तर यो सोल्टीले ट्र्याक चाहिँ लाउनु हुँदैन थियो कि केटा मान्छेले बेसा चुमुक्क परेर ट्र्याक लाउँछ नि लास्टै ग्ल्यामर देख्छ कि फेरि त्यो भूगोलको चित्रमा नेपालको नक्सा कहाँ छ भनेर थाहा हुन्छ नि हो केटा मान्छे ट्र्याक लाउँदाखेरि फेरि पनि ठ्याक्कै थाहा हुन्छ नेपालको नक्सा कहाँनिर छ भनेर अनि त्यो नक्सा चुच्चे नक्सा थपेको लामो छ कि चुच्चे हो नि आई लभ यु तिम्रो फुल बडी हेर्दा पनि नेपालको नक्सा देखिरह तर चुच्चे थपेको रहेछ 6 प्याक होइन मुला सोल्टी 6 प्याक हो त्यो 6 प्याक भनेको चाहिँ त्यो त तिम्रो अलिक बडीमा स्टेप आउँछ कि यहाँनिर पनि हुन्छ नि यहाँनिर पनि पुरा यस्तो देखिने खालको आउँछ हेरौँ त देखाउँछ नि पेट देखाउँदा आवाज लाज लाग्यो मलाई मैले यस्तो नाङ्गी केटा कहीँ देखेको छैन कसो मैले यस्तो केटा मान्छेले मैले अहिलेसम्म लुगामा मात्र देखाएको छु यार सोल्टी लास्टै सेक्सी रहेछ फेरि त आएर भन्नु त केटी मात्र सेक्सी हुँदैन कि केटा पनि सेक्सी हुन्छ नि सही तर गलत हो केटी मान्छे सेक्सी हुन्छ तर केटा मान्छे सेक्सी हुँदैन बोका हुन्छ है केटी मान्छेले कसैले युआर सो सेक्सी भन्यो भने चाहिँ तिमी एकदम आकर्षक राम्रो देखेको छौ भन्ने हो कि तर केटा मान्छेले युआर सो सेक्सी भनेको चाहिँ तिमी लास्टै बोका रहेछौ भने हो खास है सेक्सीको अर्थ पनि डिफ्रेन्स के केटा र केटीमा हो कि केटा हो त्यसैले केटीहरूलाई मैले भन्छु कसैले तपाईँलाई चाहिँ ओ बेबी यु आर सो सेक्सी भन्यो भने थ्याङ्क यू भन्ने मक्क परेर हिँड्ने हो है किनभने एकदम राम्रै छौ भने हो केटा मान्छेलाई चाहिँ सेक्सी भनेको बोकै छौ भने हो फेरि केटाले
खोलीभित्र के छ तिर्खा लाग्दा सबले धाउने त्यो खोलीभित्र के छ